यो यस्तो तर र यो चिनी जस्तो यस्तो शिलाजित यो हुँदै हुँदैन है। अब यसलाई तपाईँले अब यहाँ पानी हालौँ। अब यहाँ हेर्नु चम्चामा हाल्नु। अब यो पक्लिनलाई तपाईँको यो यता हेर्नु, यता यो लाइनहरू पुरै यो चिनीको लाइन हो यिनीहरू, यो शिलाजित होइन। अब यो पानी हाल्यो, यो अब रङ छोडिसक्नु पर्ने हो। अब यो उपाय छैन यसको, यो पुरै ल्याप छ। यो चिनी पुरै यिनीहरू पुरै चिनीहरू हो। यहीँबाट निकालेर हालेको, यो हेर्न सक्नुहुन्छ। यो पुरै यो शिलाजित होइन, यो पुरै चिनी मिसावट छ यसमा। तपाईँको यो टेस्ट भन्नुहुन्छ भने यो पुरै गुलियो छ, तपाईँको यो सबै गुलियो छ। शिलाजितको कुनै केही बास्नै छैन यो। अब तपाईँको यो पुरै मैले यो मोल्न खोज्दा यो टालिएछ पुरै यो चिनी घोल्ने यस्तो यो थेक्रा भएर बस्दैन यस्तो। यो पुरै यो तपाईँको चिनी टालिँदाखेरि टालिन्छ नि, त्यस्तै भएर टालिएको छ। मैले यहाँ 1 चम्चा हालेँ, खै यसको कलर यस्तो छ, यस्तो राल जस्तो बनेर बसेछ। हेर्नु यो पुरै चिनी हो। यो यहाँ यो चम्चामा पनि तपाईँको यो पुरै देख्न सक्नुहुन्छ तपाईँले। यो खै तपाईँको कुनै स्वाद भन्ने कुरो केही छैन। 1 चम्चा शिलाजित हाल्दाखेरि यतिमा तपाईँको यति पानीमा तपाईँको के अरे सिमीको दाना जतिको हाल्दा पनि योभन्दा कडा रङ निक्लिनु पर्ने। 1 चम्चा शिलाजित हाल्दा